अहिले सर्दुको बगर जुन रूपमा, जुन तहमा, जुन लेभलमा हामी देखिरहेका छौँ र यसका आसपासका बस्तीहरू र यो बगरको लेभल लगभग समान छ। अझ बगरको लेभल माथि उठिरहेको देखिन्छ। यो अवस्थाले के देखाइरहेको छ भने, मैले के देखाउन खोजिरहेको छु भने आगामी वर्षा अथवा आइरहेको वर्षाको समय धरानका निम्ति, यो क्षेत्रका निम्ति अत्यन्तै दुःखद हुने अवस्था देखिन्छ र उनीहरूको भविष्य, उनीहरू यहाँ कति सुरक्षित छन्, यहाँ उनीहरूको बसाइ कति सुरक्षित छ भन्ने कुरोको आकलन यहाँबाट हेर्न सकिन्छ। उनीहरू अत्यन्तै असुरक्षित अवस्थामा यहाँ बसिरहेका छन् र यो बस्ती यो बगरमा भए पनि, बगरभित्र भए पनि अथवा बाहिर भए पनि यो बहसको विषय होला। तर उनीहरूको सुरक्षा, उनीहरूको घर परिवारको सुरक्षा र उनीहरूको जायजथा धन सम्पत्तिको सुरक्षा, भौतिक सुरक्षाका कुराहरूदेखि लिएर यो यहाँको जमिन, यो जुन आसपासका जमिनहरू छ ती जमिनहरूको सुरक्षाका कुराहरू पनि अत्यन्तै गम्भीरतापूर्वक सम्बन्धित निकायले ध्यान आकर्षण भएर हेर्नुपर्ने देखिन्छ।